इजरायलको दूतावाससँग कुरा गरेपछि चाहिँ हामीले यहाँ पनि एउटा श्रममा बैठक भयो र त्यो बैठकपछि चाहिँ हामीले एउटा हाम्रो आफ्नै पोर्टल बनाएर इजरायलमा रहनुभएका नेपाली नागरिकहरूलाई चाहिँ त्यसमा आएर आफ्नो रेजिस्टर गर्नु, तपाईहरुलाई रेस्क्यु गर्न पर्यो भने चाहिँ हामी तपाईहरु कहाँ हुनुहुन्छ भनेर हामीलाई थाहा हुन्छ भनेर भन्यो र आजको दिनसम्म 603 जनाले त्यसमा चाहिँ आफ्नो रेजिस्ट्रेसन गर्नु भएको छ, जसमध्ये हामीले एउटा कैफियत पनि लेखेका थियौं। तपाईहरु चाहिँ के गर्न चाहनुहुन्छ भनेर सोध्दाखेरि 600 मा 20 जनाले चाहिँ हामी फर्किन चाहन्छौं भनेर त्यहाँ लेख्नु पनि भएको छ र हामीले राजदूतावाससँग पनि इजरायलमा भएको सँग कुरा गरिरहेका छौं र हिजो चाहिँ हामीलाई जर्डनबाट पनि निस्किन मिल्ने भन्ने कुरा चाहिँ जर्डनको यो काउन्सिलर विभागले पनि हामीलाई एउटा इन्फर्मेसन दिएको छ र राजदूत साहबसँग कुरा गर्दाखेरि त्यहाँ एयरपोर्ट बन्द भए पनि चार्टर्ड फ्लाइटहरु चाहिँ टेल अभिभ पनि जान सक्छ कि भन्ने कुरा पनि उहाँले राख्नु भएको भएर फेरि आज हामीले चाहिँ श्रम मन्त्रीज्यू र गृहको सचिवज्यू, अब हाम्रो आफ्नै परराष्ट्रको सचिवज्यू र लेबरको सचिवज्यू, श्रम रोजगारी मन्त्रालयको सचिवज्यू र यो मिनिस्ट्री अफ टुरिज्मको सचिवज्यूहरू बसेर र हाम्रो सहसचिवज्यूहरू जो चाहिँ मिडल इस्ट डिभिजन काबा डिभिजन भनिन्छ र पब्लिक डिप्लोमेसीको सहसचिवज्यूहरू र उहाँहरूको पनि नेपाल एयरलाइन्सदेखि लिएर सबैजना बसेर आज हामीले एउटा बृहत प्लानिङ मिटिङ गर्यौं। अरु मिडल इस्टर्न कन्ट्रीजमा पनि भोलि कुनै इमर्जेन्सी पर्न सक्छ भनेर अब सन्डे देखि चाहिँ सेवा एप अन्तर्गत एपीआई भनेर सबैतिरको श्रममा जानु भएको साथीहरुले चाहिँ रेजिस्टर गर्न सक्ने एउटा एप हामी लन्च गरिरहेका छौं यही सन्डे देखि र त्यो पछि चाहिँ हामीलाई कति जना नेपालीहरु कहाँ हुनुहुन्छ भन्ने कुरा थाहा हुन्छ र लिगल्ली मात्रै गएको हैन, अब लिगल पर्मिसन नलिएर जानुभएका दाजुभाइ दिदीबहिनीहरुको पनि यथास्थिति हामीलाई थाहा हुन्छ। गृह मन्त्रीजी, श्रम मन्त्रीजी र मेरो अध्यक्षतामा एउटा मिटिङ बसेपछि चाहिँ हामीले एउटा सहसचिव लेभलमा एउटा कमिटी बनाएका थियौं यही लेबर इश्यूजहरु हेर्नलाई। त्यही कमिटी अन्तर्गत चाहिँ अब एउटा वर्किङ टिम हामीले खडा गर्छौं र यही नै हाम्रो मन्त्रालयमा एउटा विशिष्ट कक्षमा बसेर उहाँहरूले चाहिँ 24 घण्टा यो सिचुएसनहरु मोनिटर गरेर अगाडि बढ्ने भन्ने चाहिँ हाम्रो प्लान छ। इरानमा धेरै कम संख्यामा नेपाली दाजुभाइ दिदीबहिनीहरु हुनुहुन्छ। इजरायलमा पनि 2000 जना जति हुनुहुँदो रहेछ। फेक अरु कुनै देशको पासपोर्ट लिएर जानु भयो, अब त्यो पासपोर्ट रद्द भयो, त्यही देशको पनि फेक भनेर थाहा भइसकेपछि चाहिँ 2 दिन अगाडि हाम्रो मन्त्रालयले चाहिँ अब के रे यो होम मिनिस्ट्रीमा चिठी लेखेको छ उहाँहरुलाई चाहिँ ट्राभल डकुमेन्ट इस्यु गर्नलाई पर्मिसन दिनु भनेर। अब सायद यो चाहिँ हामीले क्याबिनेटमै लग्नु पर्ने हो कि किन अब यो कसरी हामीले चाहिँ नेपाली किन उहाँहरुको कस्तो पनि रहेछ भने एउटा नाम छ नेपाली नागरिकता छ उहाँहरुसँग, तर पासपोर्ट अर्कै मान्छेको नाममा लिनु भएको छ। अब कुन चाहिँ फेक कुन चाहिँ रियल भनेर अब यहाँ हामीले उहाँहरुको जिल्लामा भेरिफाई गरेर अनि हामीले चाहिँ ट्राभल डकुमेन्ट दिन सक्छौं कि भनेर हामी त्यसमा पनि लागेका छौं र सबैजना जो चाहिँ इल्लिगली पनि जानु भएको छ आज कार्यक्रम पनि हेरेर बसिरहनु भएको छ भने यदि तपाईहरु नेपाली हुनुहुन्छ र कुनै देशमा पुग्नु भएको छ भने जुन त्यो एप हामीले सन्डे देखि लन्च गर्छौं त्यसमा आफ्नो चाहिँ प्लिज रेजिस्टर गरिदिनुस्। यसमा चाहिँ हामी एकदमै सिरियसली यो त्यो लडाई सुरु भएको दिनदेखि हामी लागिरहेछौं र हामीले चाहिँ परेको खण्डमा हरेक नागरिकलाई रेस्क्यु गरेर ल्याउन सक्ने हाम्रो क्षमता छ।